हेलो एभ्रिवान, हामी चाहिँ आज काठमाडौँबाट चाहिँ मनोकामना दर्शन गर्नलाई जाँदैछौँ। यो चाहिँ हामी अन द वे छौँ। काठमाडौँबाट हामीहरू बिहानै मुभ भइसकेको छौँ अनि हामीहरू चाहिँ हल्का जाम पनि छ यसमा र म र मेरो हस्बेन्ड चाहिँ हामीहरू गइरहेको छौँ। बाटोमा चाहिँ एकदमै रमाइलो भ्यूहरू एकदम हेर्दै गर्दै हामीहरू जहाँ गइरहेको थियौँ बाटोमा। र बाटोमा चाहिँ हामी मनोकामना पुगेपछि हामी दिदीहरूलाई ठ्याक्कै भेट्नेछौँ। यो रहेको छ मनोकामना गेट, यो चाहिँ इन्ट्री हुने ठाउँ छ। यहाँबाट चाहिँ हामीहरू ठ्याक्कै आइपुग्यौँ र दिदीहरू पनि ठ्याक्कै आइपुग्यौँ र हामीहरू चाहिँ यहाँ टिकटहरू काटेर माथि मुभ हुन गइरहेको छौँ। हामीहरू चाहिँ अब जान रेडी भइरहेछौँ मनोकामना। कस्तो भयो यात्रा भिराज? यात्रा कति 250 किलोमिटर कति किलोमिटर यात्रा गरेर आएको। असली ड्राइभर भइएछ हैन? आज हामी यति खाना छुनै हुँदैन के चढ्ने हो। कुन टाइम हो हजुरको? हजुर कुन टाइम हो यो? फर्स्ट टाइम हो कि? फर्स्ट टाइम हो। सान्वीको फर्स्ट टाइम होइन सान्वी? सानो बाबु लिएर आएको मनोकामना सबैको फर्स्ट टाइम हो। मेरो त फर्स्ट टाइम हो है। म फर्स्ट टाइम आएको। आरबीको सेकेन्ड टाइम होइन? आरबी सान्वीको फर्स्ट टाइम हो। मेरो बुढाहरू कहाँ जानुभयो? ल यो कुन नदी हो? त्रिशुली नदीलाई हामीले नागेर माथि गइरहेछौँ मनोकामना मातालाई भेट्नलाई। सो स्केरी, सो स्केरी, नो स्केरी। दिस इज योर सेकेन्ड टाइम? म भन्नुहोस् धेरै लामो टाइम लाग्छ। Look at the view. And I'm so scared. हाम्रो कस्तो डर लागिरहेछ त। हामी अड्क्यौँ केबल कारमा एकदम स्टक भएर बसेछौँ। चलो चाहिँ मनोकामना अन द वे। Okay. Finally we reach in मनोकामना temple. हामी साँझको आरतीको लागि गइरहेको छौँ। हाम्रो ड्राइभर दाइ पनि एकदम अहिले हाँस्नु भएको छ मजाले। हामी आरबी एक्साइटेड छौँ। ल हामी साँझको आरती हेर्न गइरहेछौँ। यो चाहिँ हाम्रो रातिको डिनर हो। खाना कस्तो लाग्यो? खाना कस्तो छ? हेलो गुड मर्निङ। आज चाहिँ हामी बिहानै मन्दिरतिर दर्शन गर्नलाई गइरहेको छौँ। बिहानै
केटाकेटीहरूलाई मन्दिरमा 62 जाइएको 62 हाम्रो चाहिँ मन्दिरको दर्शन अलमोस्ट कम्प्लिट भइसकेको छ। आशा गरौँ सबैजनाको मनको इच्छाहरू पुरा गरिदिनु मनोकामना माताले। र जति पनि यो भिडियो हेरिरहनु भएको छ हाम्रो विपन दाई मेरो साथीभाइहरू सबको इच्छा पुरा होस् भन्ने मैले आशा राखेको छु। र यो चाहिँ हामीले चाहिँ लास्टमा चाहिँ यो एक राउन्ड चाहिँ यो हाम्रो मनोकामना भ्यू देखाएर चाहिँ हामीहरू चाहिँ फर्क्यौँ। हामी चाहिँ मन्दिर दर्शन गरेर खाजा खान थालेको छौँ। खाजामा छ हाम्रो सेल पुरी तरकारी। हामी चियाको वेटिङ गरिरहेछौँ। फाइनली हामीहरू अब मुभ भइरहेछौँ यहाँबाट मनोकामना दर्शन कम्प्लिट भएर। मुभिङ टु द केबल कार। फाइनली हामीहरू केबल कारमा तलतिर मुभ भइरहेछौँ। हाम्रो दर्शन पनि एकदम कम्प्लिट भइसकेको छ। एकदमै राम्रो दर्शन भयो। हामीहरू हिजो पनि राति आएर पुरै मजाले दर्शन गर्न पायौँ। र आज बिहान पनि एकदमै राम्रोसँग दर्शन गरेर हामीहरू फर्किरहेछौँ। अब हामी कहाँ जान्छौँ पछिसम्म हेर्दै गर्नु होला। दर्शन राम्रो राम्रो ट्रिप भयो। अनि त्यसपछि अझै एउटा जग्गा बाँकी हो त। जग्गा कुन जग्गा हो त्यस्तो भन्दै कुन जग्गा बाँकी छ? पोखरा। ओ माय गॉड। अनि यता गाइजहरू तिमी त अनि युटर्न लिएर काठमाडौँ जाने होइन? नो युटर्न। फ्रेन्ड्स हामीलाई यो जग्गा यति राम्रो लाग्यो। हामीहरू पनि यस्तै भिडियो बनाउँछौँ। थ्याङ्क्स फर वाचिङ।